साथीहरू आज चाहिँ तपाईँलाई म मालदिभ्सको बारेमा केही जानकारी गराउँदछु है त। हामी चाहिँ हुलुमालेबाट माले सिटी फर्कने मेन रोडमा छौँ। यहाँ चाहिँ सरकारी बस सञ्चालनमा छ। हामी त्यही बसबाट यात्रा गरिरहेका छौँ र यहाँबाट दायाँतर्फ मोडिँदा फेरि हुलुमाले टापुमै पुगिन्छ भने दायाँतर्फ मोडिएपछि हामी यहाँ बायाँपट्टि मोडिएपछि चाहिँ माले सिटी तर्फ अगाडि बढ्यौँ। यो देशमा चाहिँ हजारौँ टापुहरूले बनेको देश हो। यो देश चाहिँ उत्तर दक्षिण फैलिएको छ, हजार टापुहरू मिलेर। तर त्यसमा पनि सीमित टापुमा मात्र मानिसहरूको बसोबास रहेको छ। यो तपाईहरुले देखिराख्नु भएको बायाँपट्टिको रेलिङहरू चाहिँ सोलर प्यानल जडान गरिएको छ। यो देशमा चाहिँ सोलर प्यानल र जेनेरेटरबाट मात्र बिजुली उत्पादन हुन्छ। यो देशमा चाहिँ नेपालीहरूको लागि एकदमै सुहाउँदो हावापानी रहेको छ। जाडो पनि कहिल्यै हुँदैन र गर्मी पनि अत्याधिक गर्मी हुँदैन यस ठाउँमा। र यस देशमा चाहिँ अधिकांश कामदारहरू नेपाली, इन्डिया, बङ्गलादेशी र श्रीलङ्का र केही कम्बोडियाहरू पनि भेट्न सकिन्छ। र यो देश चाहिँ पूर्ण रूपमा टुरिज्मले चलेको देश हो। यो देशमा चाहिँ टापु टापु भएको कारणले एउटा टापुबाट अर्को टापुमा जानको लागि सडकहरू नभएको कारणले यहाँ चाहिँ साना साना बोटहरूबाट यात्रा गर्नुपर्ने हुन्छ। तर यो चाहिँ हुलुमाले टापु र माले सिटी टापुमा जोड्ने पुल बनिसकेको कारणले यो दुईटा टापुमा मात्रै गाडीको आवत जावत हुने गर्दछ र यो भन्दा अरु टापुमा जोड्नको लागि चाहिँ पुल बन्ने क्रममा रहेको छ। र यो देशमा चाहिँ अरु देशमा भन्दा ट्राफिक रुल्सहरू एकदमै सजिलो छ, जस्तै नेपालकै जस्तो। यो देशमा अधिकांश गाडीको स्टियरिङ चाहिँ नेपालको जस्तै दायाँपट्टि रहेको छ। हामी चाहिँ हुलुमालेबाट माले सिटीमा जानको लागि सरकारी बसमा यात्रा गरिरहेका छौँ। यो देशमा चाहिँ विदेशी कामदारको लागि $350 देखि $400 को स्यालेरी दिने गर्दछ। यो देशमा जुन माले सिटी र हुलुमाले यो दुईटा आइल्यान्डमा परियो भने चाहिँ साथीभाइ भेटघाट गर्नको निम्ति र आफ्नो देशमा पैसा पठाउनको निम्ति रेमिटेन्सको सुविधा छ। र यो भन्दा अरु आइल्यान्डमा परियो भने चाहिँ साथीभाइ भेट्नको निम्ति एकदमै कठिन र आफ्नो देशमा पैसा पठाउनलाई पनि एकदमै कठिन हुने गर्दछ। अधिकांश विदेशी कामदारलाई चाहिँ भिसा चाहिँ डलर र यहाँको लोकल पैसा दुवैमा भनेर भिसा निकालिएको हुन्छ र धेरै जसोलाई लोकल पैसा दिने गर्दछ र केहीलाई मात्रै डलरमा पैसा दिने गर्दछ। जसले डलरमा स्यालेरी पाउँछ उसको चाहिँ भाग्य ठान्नु पर्दछ। लोकल पैसा स्यालेरीमा पाउनेलाई चाहिँ पूर्ण रूपमा घाटा बेहोर्नु पर्ने हुँदछ। हामी चाहिँ अब
एयरपोर्ट मोडमा आइपुग्यौँ। अब दायाँतर्फ मोडिँदा चाहिँ एयरपोर्ट जाने बाटो हो। दायाँ छोडेर सिधाडी अगाडि बढ्दा चाहिँ हामी चाहिँ मुख्य पुलमा आइपुग्यौँ। अब पुलको यात्रा जारी छ। यो चाहिँ पुलमाथि हामी यात्रा गराउँदैछौँ। यो देशमा दुईटा टापु जोड्ने मुख्य सडक अथवा पुल चाहिँ यही मात्रै सञ्चालनमा छ र अर्को पुल चाहिँ बन्ने क्रममा छ। हामी अब पुलको मुख्य भागमा आइपुग्यौँ। यहाँबाट केही छिनको यात्रा पछाडि यो पुल टुङ्गिनेछ। लगभग यो पुल 1 देखि 1.5 किलोमिटरको हाराहारीको लम्बाइमा हुन सक्छ। अब यहाँबाट बढ्दै जाँदा हामी यो पुलको अन्तिम भागतिर हामी पुग्न लागेका छौँ। यहाँबाट केही अगाडि बढेपछि मालै सिटीको निम्ति र यो पुलको अन्तिम भाग मेन गेटमा हामी पुग्नेछौँ र यो गेट पार गरिसकेपछि यो पुल पूर्ण रूपमा टुङ्गिनेछ र अब मालदिप्सको राजधानी मालेतर्फ प्रवेश गर्नेछौँ। यो देशमा आफ्नै लोकल भाषा पनि छ र यहाँ अधिकांश बोलिने भाषा इङ्ग्लिस हो। यो चाहिँ मुख्य प्रवेशद्वार माले सिटीको लागि र पुलको लागि चाहिँ अन्तिम भाग यहाँबाट समाप्त हुन्छ। तपाईहरुलाई कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिनुहोला। धन्यवाद।